इजरायलमा हमासद्वारा नियन्त्रणमा लिएका बिपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन्। इजरायली सेना आइडिएफका एक अधिकारीले इजरायलको स्थानीय समयअनुसार आज बिहान 7:30 बजे बिपिन जीवित नरहेको औपचारिक जानकारी गराएको हो। ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी बिपिनकी बहिनी, नेपालमा रहेका बिपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका 2 अधिकारीहरूलाई भिडियो कन्फरेन्समा जोडेर जीवन विपित नरहेको औपचारिक जानकारी दिएको राजदूत पण्डितले अनलाइन खबरसँग बताउनु भएको छ। अनलाइन खबरसँग टेलिफोनमा कुरा गर्दै राजदूत पण्डितले भन्नुभयो, आइडिएफका अधिकारीले हामीलाई बिपिन इज नो मोर भनेर अमेरिकाको पहलमा इजरायल र हमास बीच युद्ध विराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरू रिहा गर्ने कार्यक्रम रहेको छ। आज छाड्न लागेका 20 जनाको सूचीमा बिपिनको नाम छैन। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका बिपिन जोशी गत अक्टोबर 7 मा हमासले क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। सो आक्रमणको क्रममा 10 जना नेपाली विद्यार्थीहरू मारिएका थिए। हमास लडाकुहरूले बिपिनलाई आफूसँगै लिएर गएका थिए। सन् 2023 नोभेम्बर 17 मा बिपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात थियो। गत बुधबार बेलुका बिपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो। बिपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा बिपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए। त्यसपछि अहिले उनीहरू अमेरिकामा रहेका छन्। बिपिनको अवस्था सार्वजनिक गराउने